मम्मी जानुभयो म पनि जान्छु अब गयो मम्मी सो गाइज वेलकम टु माई न्यू भिडियो र आजको भिडियोमा हामीहरू कहाँ जाँदैछौँ भनेपछि आजको भिडियोमा हामीहरू कोलपुर जाँदैछौँ लगाइदिएस् त्यस्तो कुराकानी र गाइज हामी चाहिँ खासमा चाहिँ मम्मीले चाहिँ मलाई छोड्न गएको जस्तो भयो तर म चाहिँ मम्मीलाई छोड्न गएको को हो त्यो बुढो बाई बाई टाटा गएँ म आज गाउँको लास्ट दिन लास्ट त नभन्दा आउँछु हो फर्केर नै अब आउनु त आउनुहुन्छ कि अब केही दिनको लागि अब केही दिनको लागि होइन सरी ल मैले झिक्केर बोलेछु केही दिनको लागि जाँदै हुनुहुन्छ मम्मी परदेश भनौँ नि मम्मी विदेश भनौँ है विदेश भनौँ नि सही भएन केही दिनको लागि हाम्रो मम्मी विदेश जाँदै हुनुहुन्छ के गर्ने अब स्थिति यस्तै बढ्यो सो गाइज मम्मी र म जाँदैछौँ है मम्मीलाई छोड्न चाहिँ म जानु आएको हो खासमा यहाँबाट धेरै टाढा छ 16-17 किलोमिटर टाढा म चाहिँ छोड्न जान लागेको छु बस पार्कसम्म बस पार्क चाहिँ त्यति टाढा होइन कि अब अर्कै बस पार्क हो त्यो पिलेनवाला बस पार्क हो त्यही भएर चाहिँ म त्यहाँसम्म छोड्न जान लागेको मम्मीलाई हाम्रो गाउँको बाटो देख्न सक्नुहुन्छ गाइज हजुर मलाई केही दिनको लागि छोड्न लाग्नु भएको छ केही भन्न चाहनुहुन्छ मलाई मम्मीको पर्सन अब त्यही भनिहाल्ने त सबै राम्रै गयो बिग्रियो भने सम्हालेस् मम्मीलाई त्यही हो त्यस्तो किन नराम्रो होला राम्रो त राम्रै होला यो मोबाइल भने अब हेर्नु मम्मी काम गर्न सकिएन भने अब छोरो यत्रो भइसक्यो कहाँबाट कसलाई मलाई ए हजुरलाई त पालिहाल्छु नि सिङखडा होइन मम्मी यो देखाइदिउँ है सिङखडा है त यो यहाँतिर झन् हिलो रहेछ यार यता देख्थेन त्यहाँ राम्रो थियो अलिकति सोगाजु त्यो कुकुरले मलाई हल्का ल्याङ हान्दा त्यसलाई मैले गरिदिन्छु फेरि एक किन त्यो कुकुरलाई त भनेछु त मान्छेलाई भनेछु र कुकुरलाई त एक दिनै भन्नु पऱ्यो त कुकुरको मम्मीहरू रुन्छन् त्यस्तो हो र यो कुकुर आमा हो गोरु बाउ हो अनि छोरा चाहिँ नै छोरा त छोरा के त्यस्तै कुकुर जस्तै छोरा र हामी चाहिँ अहिले हाम्रो मैयालाई कुरेर बसेको मम्मी यहाँ बस्नुभएको छ कि मैया आउँदै आउनु भएन क्या के कुर्दा फेरि बहुत झ्याउ लाग्यो मम्मी हजुर दुःख मन त गर्नुभएको छैन छोरो साथमा भयो मलाई छोरो कमाउने उमेरमा अब
हजुरले कमाउनु परेको छ छोरीले पनि कमाउने मम्मीले पनि कमाउने छोरीले पनि कमाउने 4 जनाले कमाएर धेरै बनाउने घर भर्दिने कोठा भर्दिने अनि सानोजू ठुलीजू बाबु म ठुलीजू त छैन त अब त्यो त बिहा गरेर अलिअलि हेर्ले त बिहा गरेर गएको मान्छे नि के हेर्थ्यो होला त्यो हल्का फुल्का हेर्छन् क्या धेरै नहेरे नहेरे नि केही फरक पर्दैन र हामीहरूलाई म पालिहाल्छु अब कामसाम त गराएन त्यही पनि अब एउटा हुन्छ नि आँट दिनु पर्यो त होइन काम नगऱ्यो भने गरौँला नि एक न एक दिन त होइन म पनि कमाउँला नि होइन अनि छोरो मान्छेले हरेस खानै हुन्न र यो झोला यहाँ छ मैले बोक्ने झोला मम्मीको झोला त्यहाँ छ हाम्रो मुही आउने बाटो यही हो हेर्दा हेर्दा आँखा प्यालो हुन लागिसक्यो मैया आउनुहुन्न के गर्ने हाम्रो गाउँको हरियाली बहुत राम्रो छ हाम्रो गाउँ त फेरि एकदम चिरिच्याट्टो परेको होइन मान्छे पो नराम्रो हुन्छ यहाँको हल्का तिनीहरूको बानी व्यवहार पनि नराम्रो होइन आफ्नो छोराछोरी सबैलाई राम्रो लाग्छ भन्ने हाम्रो पनि फेरि बहुत राम्रो हुनुहुन्छ एकदम कोहीलाई पनि नराम्रो सोध्नुहुन्न एकदम गुड गर्ल पनि नहुनु अब गर्ल हुनुहुन्न अब वोमेन भनौँ गुड वोमेन हुनुहुन्छ खै आउनुभयो त्यहाँ आउनुभयो यहाँबाट देखिन्छ कि नै ऊ देखियो आइसक्नु भएको छ र गाइज हाम्रो मुइया पनि आइसक्नु भएको छ हाम्रो मुइयालाई पनि भिडियोमा एक्सपोज हानिदिउँ मुइयाले हाई पनि गरिसक्नु भएको छ है मैले र मुइयाले चाहिँ मम्मीलाई चाहिँ छोड्न जान लागिरहेको छौँ अब हामी चाहिँ जान लागेको पेरिस जान लागेको फेरि जान लाग्नु भएको छ खासमा मैले चाहिँ पेरिस भनिदिएँ ल रोड पनि आइसक्यौँ र अब हामी गाडी कुर्नेको इन्तजारमा हुन्छौँ के रहेछ बड्डो अटो कुर्ने कि सिधै गाडीमा जानु ए मम्मी कोलपुर जाने हो जाऊ न त उताटी कहाँतिर हाने थियो हजुरलाई बाइकले हाने बाइक रोकेन गइगयो साले त्यो खाते जो मम्मीलाई बाइकले हान्नेवाला त्यसलाई मैले भेटाएँ भने त्यसको मैले आन्द्रा च्यापिदिन्छु है ल जाउँ ल त्यसलाई भेटाएँ भने त्यसलाई म सम्झाउँछु जाँदैछ अटोमा चढेर मोटरसाइकलमा चढेर ल है मम्मीलाई हल्का अलिकति मैले अब खर्च पानी दिँदैछु लोन मम्मी नगनम हजुर गर्नुला पछि लुकाएर है ल गाइज हामी यहाँ गाडीमा चढिसक्यौँ तर कसले देखा अरे के मात्र देखाउँछ आफूले देखाएछ यस्तो गरिदिरहेछ क्या देखाउँछु सो हामी चाहिँ नेपाली बोर्डर हो है यो चाहिँ नेपाली बोर्डर देख्न सक्नुहुन्छ
ए नानी छोडिदिनु क्या छुच्ची फुच्चीकोमा स्टाइलमा नलगाइनु हुन्छ मैले बोकेको छु नलग्ने मान्छेहरू टनाटन आएर छन् यिनीहरू सब इन्डिया जाने त होला नि त सो गाइज यही नै हो होइन गाडी र यहाँ हुनुहुन्छ सँग होइन उता कोल्लुरबाट आउँदाखेरि चाहिँ उयो बर्थडे भेटिएको थियो कि ढाका टुप्पी आउने होला दारू खाएर आएर रहेछ त्यहाँ के गफ लगाइरहेको छ है अघि नै मलाई के गफ लगाइरहेको थियो कि त्योसँग पैसा थियो कि मैले 500 रुपियाँको दिएको थिएँ अनि म 5.5 दिन्छु भने 5.5 दियो अनि 5-5 रुपियाँ थियो क्या मैले गएर लाखको बिटा गणेश गरेँ 5-5 रुपियाँ त भिखारीलाई दिने भनेर भन्दै थिएँ क्यारे के गफ गयो म्यान छोड हजुरलाई कहाँ ठिलायो यहाँ ठिक्लायो कि कहाँनिर यहाँ कहाँनिर हजुर हल्का चल्नु त कहाँनिर यतै राखिदिउँ सुतिहाल्नु यहाँको बच्चा रहेछ क्या त्यो कुरमुरे पनि ढाकेछ मम्मीहरू चाहिँ टिकटक बनाउँदै हुनुहुन्छ मम्मी र मम्मी अब मम्मी जानुभयो म पनि जान्छु अब ल ल म गएँ ल अच्छे से पुराना भैया जी अच्छे से खाना को बोलना नाश्ता पहले बात में आए तो बोलना है ना उसको भाषा नहीं आती है
बाय बाय। सो गाइज हिजो चाहिँ मैले भिडियो फिनिस गर्नु पाएन र त्यसैले अहिले गर्दैछु म। बाई बाई गाइज।